मास्टर साहेब भुन्टीको मायामा चुर्लुम्म डुबेका छन्। उनको एकहोरो मायाले उनलाई भित्रभित्र खाइसकेको छ र उनकी बहिनीले भनेकी छन्, पहिला त उसले बिहा नगरेको हुन्जेल हजुरले मन पराउनु भयो, पाउँछु कि भन्ने आशले। अब उसको बिहे भइसक्यो र अर्काकी श्रीमती भइसकिन्, ताई त्यहीको आशमा नबस्नु। बुवा आमाको पनि छोराको बिहे गर्न पाए हुन्थ्यो, नाति नातिना देख्न पाए हुन्थ्यो भन्ने एउटा तीव्र चाहना छ। अब ताई प्लिज हजुरले बिहे गर्नुहोस् भनेर मास्टर साहेबलाई उनकी बहिनीले भनिरहेकी हुन्छन् र मास्टर साहेबले भन्नुहुन्छ, एउटा आफ्नो मनमा बसेको मान्छे, जीवनमा चाहेको मान्छे त दिन सकेनौ भगवान्, अब बरु मलाई मृत्यु देऊ भनेर मैले मागिरहेको छु, तर मृत्यु पनि दिँदैनन् भनेर आफ्नो बहिनीसित भन्दै धुरु रोइरहेका छन्। प्रेम भन्ने चिज पनि कस्तो होला, अनौठो रहेछ। तर भुन्टीलाई त्यो कुरा थाहा छैन। उनले आफूले भुन्टीलाई माग्न जाँदा देखेका थिए र भुन्टीले अझ उनलाई लखटेकी थिइन्। त्यसैमा पनि उनको भुन्टीप्रति माया, प्रेम र सद्भाव रहिरहेको छ र उनले भुन्टीलाई मनमा नै चाहेका छन्। कहाँ भेटौँ, कसरी भेटौँ भनिरहेका छन्। उनको एकहोरो प्रेम गरिरहेका छन् भने भुन्टीलाई त्यो कुरो थाहा छैन। उनको मनले भुन्टी चाहिँ अर्काकी श्रीमती भइसकिन् र मैले उनलाई चाहनुहुन्न भन्ने पनि उनको मनले थाहा पाएर पनि स्वीकार्न सकेको छैन। यो अनौठो प्रेम के भुन्टीको बिहा भइसकेको हो भनेर थाहा पाउँदै पनि भुन्टीप्रति एकहोरो प्रेम गर्ने मास्टर साहेबले जायज थियो त? हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है। हस्, धन्यवाद, नमस्कार।